नाम चाहिँ विपिन रावल, घर चाहिँ मेरो बाजुरा। अनि म चाहिँ अहिले यहाँ बी फार्मेसी 3rd इयरमा पढ्दैछु। अनि यहाँ चाहिँ म बसेको लगभग 3 वर्ष हुन आँट्यो। अनि यो चिसो बिदामा चाहिँ 1 महिना यहाँ छुट्टी हुन्छ। जुम्लामा चाहिँ अब यो कलेजमा हैन हिउँपर्छ अनि धेरै चिसो हुन्छ भनेर यहाँ चाहिँ छुट्टी हुन्छ। अब यहाँ घरेसी वातावरण भएकाले अब एकदम आफ्नो घरभन्दा टाढा बसेर पनि घरको जस्तो के अरे एकदम घरको यादै नआउने एकदम पारिवारिक वातावरणमा बस्न पाउने भएका कारणले चाहिँ म घर गएन यो पटक। यतै नै मलाई एकदम रमाइलो लाग्यो है। अनि हजुर भनेपछि होस्टेलको विषयमा चाहिँ खुसी हुनुहुन्छ? एकदम म त एकदम धेरै नभए भने त म निस्किहाल्थेँ है 1 वर्षमा। यत्रो 3 वर्ष 4 वर्ष हजुरले चाहिँ जानकारीको लागि धन्यवाद है। हजुर हामी चाहिँ ठ्याक्कै तपाईँसँग भेट भयो। हामी चाहिँ होस्टेलको बारेमा अझै के बुझ्न आइरहेको थियौँ। हजुरसँग भेट भयो भने केही जानकारी लिउँ भनेर है। सम्पूर्णमा नमस्कार, म रमेश रोका। हाल जुम्ला जिल्लामा अध्ययन गर्न आउने विभिन्न जिल्लाका भाइ बहिनीहरूको सेवा सुविधालाई चाहिँ मध्यनजर राख्दै हाम्रो विगत 6-7 वर्षबाट प्राइभेट होस्टेल सञ्चालन गर्दै आउनुभएका न्यू सौभाग्य होस्टेलका सञ्चालकज्यूसँग केही नजिकबाट चाहिँ हामी बुझ्न आउँ भनेर आज चाहिँ न्यू सौभाग्य होस्टेलको प्राङ्गणमा छौँ। अब केही थप जानकारीहरू चाहिँ हामी चाहिँ स्वयं सञ्चालकज्यूसँग चाहिँ हामी लिन गइरहेका छौँ है। आउनुहोस् तपाईँहरू पनि। हजुर नमस्कार। नमस्कार। हामी आज न्यू सौभाग्य होस्टेलको बारेमा केही जानकारी लिन आएको थियौँ। नमस्कार, मेरो नाम सरस्वती बुढाथापा। होस्टेल विगत 7 वर्षदेखि चल्या हो र अहिले कासको विद्यार्थीहरू बसिरहेछन्। यहाँ पुरुषको बिल्डिङ छुट्टै छ, महिलाको बिल्डिङ छुट्टै छ। हजुर यहाँको अनि सेवा सुविधाहरू अब जस्तै हाम्रो बुढाबुढी लागेर हामीलाई बाहिर कर्मचारी राखेका छैनौँ। हाम्रो बुढाबुढी लागेर हामी 2 जना लागेर चलाउँछौँ यो। अनि म आफै खाना पकाउँछु, बुढाले हेर्नुहुन्छ, म चाहिँ महिलाहरू हेर्ने, बुढो चाहिँ पुरुषहरू हेर्ने, हेर्दै गर्ने, आमा बाबुको माया गर्ने। आउने मान्छेले पनि हामीलाई बुढा आमै भन्छन्। हामीले अलि लोकल चामल पनि मिसाएर भात खुवाउँछौँ, अर्ग्यानिक। अनि मार्सीदान खुवाउँछौँ। अनि उको महिलाहरूको 8,000 छ। अनि एउटा घर अलि पुरानो घर हुनाले माटाको घर छ। अनि एउटा यहाँ उनीहरूले एक घरमा 2टा कोठा मात्रै छ, त्यहाँमा 9,500 छ। किन एटेच छ त्यसमा 2टा कोठा। अनि केटाको चाहिँ पक्की घर हो। अनि त्योमा 10,500 छ। र हप्ता लुगा धुने। जुम्लामा एकदमै चिसो छ। अनि के छ चिसो तातो पानीको के छ व्यवस्था? चिसो पानी तातो पानीको व्यवस्था छ। अनि बत्ती नआएको बेलामा सोलर छ, 24 घन्टा वाइफाई आइरहने। 2टा वाइफाई हालेको छु। अनि खानाहरूको खानाहरू त्यही हो। खाना बिहान बेला खाना, बिहान चिया खाएर चिया दिन्छु। कोहीले खान्छन्, कोहीले खाँदैनन्। आफ्नो आफ्नो कोठामा बसेर पकाएर खान्छन्। अनि चिया दिन्छु, बिहान बेलुका भात, हप्ताको मासु। र अनि मासु नखानेलाई के कस्तो? मासु नखानेलाई पनिर, दुध, दही। अनि यहाँको यसको यो न्यू सौभाग्य होस्टेलको फी स्ट्रक्चरको बारेमा त भनिहाल्नु भयो होइन? अनि तपाईँको वर्षको लिनुहुन्छ कि 6 महिनाको लिनुहुन्छ कि महिनाको पैसा लिनुहुन्छ? भर्ना गर्ने बेला 3 महिनाको। हजुर। भर्ना गरिसकेपछि कोहीले वर्ष दिनको पनि दिन्छन्। हजुर। वर्ष दिन दिएला अलि छुट्छ। वर्ष दिनको दिएला छुट्छ। कसरी छुट्छ? कसरी अब वर्ष दिनको 21 खर्च, वर्ष दिनमा चाहिँ 9 महिना मात्रै लाग्छ। अनि पहिले वर्ष दिनको 6 महिनाको दिए 10 महिना लाग्छ। अनि वर्ष दिनमा त हाम्रो 12 महिना छ, 12 महिनाको फिस लाग्छ? लाग्दैन, 2 महिना छुट्छ। 2 महिना छुट्छ। कुन महिनाको छुट्छ? 2 महिना दसैँको बिचमा 1 महिना आउँदैन। तिनीहरूले कोठा भाडा मात्रै दिन्छन् 1,500। एकजनाले व्यक्ति 1,500 दिन्छन्। अनि केटा र केटी दुईटैको 1,500 मात्र? 1,500 दुईटैको। त्यही त हामी यहाँ चाहिँ जुम्लामा यसो न्यू सौभाग्य होस्टेलमा आज घुम्न आइरहेको थियौँ। त्यही छ। अनि टिटी पनि छ, टिटी खेल्ने टिटी छ। अनि फुटबल पनि खेल्छन्। अनि उको बेला पढ्ने एकान्तमा भएपछि यता बगैँचा छ, सेउको बगैँचा। हजुर, सेउको बगैँचा हो, माथि हो, तलतिर पनि छ, पुरै ग्राउन्ड ठुलो छ, गरेर बस्छन्। ल हुन्छ, जानकारीको लागि धेरै धेरै धन्यवाद। होस्टेल हामी 2 बुढाबुढीले चलाएको छौँ, अहिले चलाएको छैनन्। बुढाको नाम गणेश बुढाथापा हो। अनि मेरो नाम सरस्वती बुढाथापा अघि भनिहालेँ। त्यस कारणले अब आउने इच्छुक महानुभाव अरूले हामीलाई सेवा गर्ने मौका दिनु होला। हामीले आमा बाबु जस्तै गरी माया दिएका छौँ। मलाई जो विद्यार्थी आयो भने आमै भन्छन्, बुढालाई बुढै भन्छन्। हामी आफै लागेका छौँ। कोही मान्छे सान्छे हामीले राखेका छौँ र भाडा मान्ने र कपडा दिने मान्छे राख्छौँ, अरू हामीले आफै गर्छौँ। ल हुन्छ, जानकारीको लागि धेरै धेरै धन्यवाद। तपाईँको होस्टेललाई चाहिँ अझै पनि अगाडि बढोस् भन्ने हाम्रो चाहिँ शुभकामना छ। हस्, धन्यवाद। अहिले चाहिँ हामी यहाँ न्यू सौभाग्य होस्टेलको बोइज होस्टेलमा जाँदैछौँ है। के छ अवस्था हामी कसरी जानकारी लिउँ न, आउनु। भाइ आउनु, तपाईँले यसो मलाई देखाइदिनु। यहाँ के छ तल? यहाँ पनि स्टुडेन्टहरू बसिरहेछ। अहिले चाहिँ 1-2 जना चाहिँ उता जानुभयो कि घरतिर गएछन् भाइहरू चाहिँ। आदि चाहिँ माथि छन्, माथि जानु। भाइहरू के छ खबर? ठिक छ, ठिक छ। ल भाइहरू मस्त पढिरहेको छ। हामी चाहिँ यसो न्यू सौभाग्य होस्टेलको बारेमा यसो बुझ्न आइरहेको थियौँ। त्यही भएर
भाइ पनि यति बस्नुहुन्छ म नि यतै बस्छु एकदम ठिक छ यहाँ के अध्ययन गर्नुहुन्छ तपाईँ चाहिँ म चाहिँ एमबिबिएस पढिरहेको छु प्रथम वर्षमा ल भाइहरूलाई शुभकामना छ है भित्र यसो घुमको के छ अवस्था हेर्न मिल्छ भाइहरूको मिल्छ जाउँ न त। ल यहाँको भाइ पनि एकजना हुनुहुन्छ ऊ भाइ पनि अहिले घर गएछ। अब यो तिनीहरूको रुम चाहिँ यो एउटा भाइ चाहिँ यहाँ पढ्दै रहेछ। यहाँ चाहिँ डबल सिटर राखेको छ हामीहरूले चाहिँ। अब यहाँबाट त काठको बिल्डिङै देखिने रहेछ है धेरै उताको देखिन्छ पुरै माथितिरको यताउता दृश्य दामी ठिक देखिन्छ। छ जोस पढ्ने वातावरण राम्रो छ है। एकदम एकदम वरिपरि हरियाली छ आनन्दले त्यस्तो तपाईँहरूलाई कुनै बाधाहरू त छैन नि नै त्यस्तो त केही छैन। एकदम राम्रो हुनुहुन्छ यो बुवा आमा दुइटै। अब एकदम विद्यार्थीको पीडा बुझ्ने खालको आफ्नै छोराछोरी भन्दा धेरै माया गरेर राख्ने है।